Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
थपेर पार तरिन्छ धर्मलाई चिनेर शरण परौँ हे प्रभुलाई चिनेर पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ कृष्णजीको चन्द्रले पानीले सिद्ध पार्यो हृदय चोरी खानेले पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ चन्द्रले पानीले सिद्ध पार्यो हृदय चोरी खानेले पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ तिमी आँखाको तारा तिमी बिन हेर्दैन संसार पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ आँखाको तारा तिमी बिन हेर्दैन संसार पक्कै मरिन्छ हे पक्कै मरिन्छ नाम थपेर पार तरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ आज मेरो काली पालो राधा पनि हे जान्छु कि ढोढालो पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ काली पालो राधा पनि हे जान्छु कि ढोढालो पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ सबैजनको हित कृष्ण हुन् सुन्न पाऊँ हे बंशीको मिठो धुन पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम थपेर पार तरिन्छ कृष्ण हुन् सुन्न पाऊँ हे बंशीको मिठो धुन पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम
गाए पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार पाइन्छ मेरो मेरो हे भक्तिमा गाए पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ कहाँ हो बाबुई उठ भन्ने ठाउँ कृष्ण कृष्ण हे भक्तिमा मर्न पाऊ पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ बुढी उठ भन्ने ठाउँ कृष्ण कृष्ण हे भनेर मर्न पाऊ पक्कै मरिन्छ आज मेरो काली पालो राधा पनि हे जान्छु कि ढोठालो पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ काली पालो राधा पनि हे जान्छु कि ढोठालो पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ सबैजनको हित गर्ने कृष्ण हुन् सुन्न पाऊँ हे बंशीको मिठो धुन पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ कृष्ण हुन् सुन्न पाऊँ हे आज मेरो काली पालो राधा पनि हे जान्छु कि ढोठालो पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ काली पालो राधा पनि हे जान्छु कि ढोठालो पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ सबैजनको हित गर्ने कृष्ण हुन् सुन्न पाऊँ हे बंशीको मिठो धुन पक्कै मरिन्छ हे पक्कै मरिन्छ कृष्ण नाम जपेर पार तरिन्छ कृष्ण हुन् सुन्न पाऊँ हे बंशीको मिठो धुन पक्कै Krishna
Soy
सामाजिक गुठी दिक्तेल बजारले आयोजना गर्नुभएको श्री कृष्ण जन्माष्टमी महोत्सवमा पाल्नु हुने सम्पूर्ण कथा प्रेमी भक्त सज्जन महानुभावहरूलाई एकमुष्ट यो व्यासपीठबाट वन्दन गर्न चाहन्छु र भक्त सज्जन आज साक्षात् परब्रह्म स्वरूप भगवान कृष्णचन्द्रले जन्म लिएको पावन जन्माष्टमी र यहाँहरूलाई भगवानले कहिले किन र कसरी जन्म लिनुभयो भन्ने श्री कृष्णाष्टमी जन्म चरित्रको महिमा वर्णन गर्न लागिरहेको छु। उपस्थित भक्त सज्जन, जहाँ पापीहरू बढ्ने गर्दछन्, जहाँ धर्म कर्मको विनाश हुने गर्दछ, त्यो समयमा भगवान साक्षात् परब्रह्म स्वरूप भगवानले भन्नुभएको छ भक्तहरूको कल्याणका लागि हे सज्जनो, जहाँ धर्मको विनाश हुने गर्दछ, दुष्ट र दुराचारी पापीहरू बन्ने गर्दछन्, त्यो समयमा धर्मको स्थापना गरेर पापीहरूको विनाश गराउने अवतार हुनेछ भनेर साक्षात् परब्रह्म स्वरूप भगवानले बताउनु भएको थियो। भगवान कृष्णचन्द्रको गणना धुमधामसँगले पूजा अर्चना गर्ने काम भएको छ र हाम्रो पनि भक्त सज्जन ठ्याक्कै यहाँ 12 बज्न लागिसकेको छ र यहाँले पनि यो झाँकीको दृश्य देख्नुहुनेछ। र यस्ता प्रकारले राजा कंस महाराजले जहाँ कृष्ण भगवानलाई मार्ने ठुलो प्रयत्न गरिरहेको छ र उता भगवान कृष्णचन्द्रको धुमधामसँग जाने गोकुल नगरीमा आज पूजा अर्चना गर्ने काम गरिएको छ। यस्ता प्रकारले गएर साक्षात् परब्रह्म स्वरूप भगवान कृष्णचन्द्रलाई गोकुल भन्ने ठाउँमा लगेर बडा धुमधामसँग पूजा अर्चना गर्ने काम गरिएको छ। नन्द बाबा त्यो बेलामा 80 वर्षको हुनुहुन्थ्यो। 80 वर्षमा छोरा जन्मियो भनेर ठुलो धुमधामसँग पूजा गर्ने काम गरिएको छ। यता सानो बाबुले यता अगाडि ल्याउनु त
त्यता ल्याएर पूजा गर्नुपर्छ खै नानी ल्याउनु भयो छैन बच्चा त्यता अगाडि पूजा गर्नुपर्छ क्या भगवानको साक्षात् परब्रह्म स्वरूप भगवान त्यता अगाडि ल्याउनु अगाडि हो त्यहाँ साक्षात् परब्रह्म स्वरूप भगवान कृष्णचन्द्रले आज कंसको कारागारभित्र वसुदेव र देवकीको 8औं गर्भको रूपमा जहाँ अवतार लिएर आउने काम गर्नुभएको छ कारागारले हाम्रो ब्रजवासी बडा हर्षित छन् र यस्ता प्रकारले गएर सबैले भगवान कृष्णचन्द्रको पूजा अर्चना गर्ने काम गरेका छन् बोलिए कृष्णचन्द्र भगवानको आद्य शक्ति भगवती माताको कृष्ण कन्हैया लालको कृष्ण कन्हैया लालको जगतका लागि हो ब्रह्माण्ड जब सज्जनहरूमाथि दुर्जनहरूको अन्याय अत्याचार र व्यभिचार गर्छ हरेक युगमा कुनै न कुनै रूपमा भगवानको उपस्थिति अनिवार्य छ दुष्ट कंस तेरो पापको भाडा गरिएर पनि चुरिसकेको छ तैँले आफ्नो लगतको अपमान गरिस् आफन्त नरनाथाप्रति घोर अन्याय गरिस् सारा मानव जाति जीव जन्तु वनस्पति घोर दुष्टता प्रकट गरिस् अवश्य अब तर तेरो वंश विनाश असम्भवकारी छ यस त्रेता युगमा तेरी आफ्नै बहिनी देवताको सुन्दर रूपको 8औं जन्मबाट जसले जन्म लिनुहुनेछ कुनै महामानवबाट तेरो अन्त्येष्टि हुनेछ जय श्री कृष्ण कंसको अन्त्य रे असम्भव कंसको अन्त्य के हो यो महामन्त्री महाराज आजको सभा प्रारम्भ गर महाराज पाउमा अनुरोध हजुर यो आकाशवाणी कुनै देवताको छल गर्दै बेहुलो गरिरहेको हुन सक्छ माफ बक्सियोस् महाराज यो भविष्यवाणी पुरा हुन पनि सक्छ त्यसैले गहन छलफल गरी समस्याको समाधान खोज्नु बुद्धिमत्ता होला महाराज उत्तम अति उत्तम तिम्रो आशय अति उत्तम उपायहरू प्रस्तुत गर्न आदेश दिन्छु महाराज हुकुममा पाउ पर्छ मेरो विचारमा हजुरकी बहिनी र ज्वाइँ देवका र वासुदेवलाई कडा निगरानीका साथ मेल भटकरी सहित आजीवन कारावास बक्सोस् महाराज ताकि उनीहरूबाट कुनै जाय जन्म नहोस् यदि कारणवश जाय जन्म भए विनाश गर्नु नै उत्तम उपाय होला महाराज उत्तम अति उत्तम सेनापति हुकुम मर्जी महाराज सेनापति आज अहिले ती दुष्टहरूलाई जेल र हल्कन सहित पाटा फर्काएर यो सभामा उपस्थित गराउने जो हुकुम महाराज
महामन्त्री यी दुष्टहरूलाई आफ्नो अनुहार नदेखाउन। दुष्टहरू सेनापति आफै अहिले यी दुष्टहरूलाई जेल र हत्याका साथ कालकोठरीमा बस्ने हुकुम भयो मेरो। जो हुकुम महाराज। महाराज रिसाउने माफ पाऊँ, हामीबाट के अपराध भयो र यसको सजाय हुकुम बक्स भयो महाराज। दुष्ट दुष्ट हुन्छ मेरो अपराध आउँछ गोपनीय सुनेर मेरो बिना सुनेर मेरो विनाश कसरी हुन्छ? विनाश सुन तेरो अपराध। मानव जाति जीव जन्तु वनस्पति जगतको लागि हो ब्रह्माण्ड। जब सज्जनहरूमाथि निर्जनहरूको अन्याय अत्याचार र दुर्विचार पर्छ, हरेक युगमा कुनै न कुनै रूपमा भगवानको उपस्थिति अनिवार्य छ। दुष्ट कंस तेरो पापको भाडा भरिएर पनि जुलिसकेको छ। तैँले आफ्नो रगतको अपमान गरिस्, आफन्त वर्णताप्रति घोर अन्याय गरिस्, सारा मानव जाति जीव जन्तु वनस्पतिप्रति घोर दुष्टता प्रकट गरिस्। अवश्य अब तर तेरो वंश विनाश असम्भव छ। यस त्रेता युगमा तेरी आफ्नै बहिनी देवताको सुन्दर रूपको 8औं जन्मबाट जसले जन्म लिनुहुनेछ, उनै महामानवबाट तेरो अन्त्येष्टि हुनेछ। जय श्री कृष्ण। माफ पाऊँ महाराज, यो असम्भव कुरामा विश्वास गर्नु महाराजको अशोभनीय कुरा हो। महाराज हामी सामान्य मानिस अनि हाम्रो गर्वबाट भगवानको अंश हजुर जस्तो बलवान शक्तिवान महाराजको विनाश यो असम्भव हो महाराज। हुकुम मरी महाराज, हुकुम शिरोपर महाराज, रिसानी माफ पाऊँ महाराज, रिसानी माफ पाऊँ महाराज, चेली हत्याको आरोपबाट बचौँ महाराज। प्रत्येक जनको विनाश र अभाव प्राप्त, प्रत्येक मनुष्यको नाश बनाउने कसको विनाश हुँदो रहेछ? हे महाराज, हे माइतीराज, अमृत रूपी हामीले एउटै आमाको दुध पियौँ। यो ब्रह्माण्डमा त्यही माइतीको जस्तो विशुद्ध नाता सद्भाव र इच्छा अरू कोही छैन महाराज। हे माइतीराज, यो खाली दया राखी यस्तो महाराज। हो महाराज, सेनापति यसको लागि क्षमादान माग्दछु प्रभु। यसमा हाम्रो कुनै दोष छैन महाराज। अन्जानमा कुनै भूल भए चेलीमाथि दया राखी मलाई जस्तो सुकै सजाय बक्सोस् महाराज। सेनापति हुकुम महाराज, हुकुम पालन हो। हे प्रभु, साँच्चै सत्य र न्याय जीवन्त रहने हो भने यो आकाशवाणी पूर्ण होस् प्रभु। नीच
भगवान श्री कृष्ण की, भगवान श्री कृष्ण की, भगवान श्री कृष्ण की, भगवान श्री कृष्ण की।
अब चोखो असित अलिकति भगवानलाई चढाउनु पर्छ नलाग्यो अलिकति ल्याउनु